Hi guys, welcome to my vlog. आज चाहिँ म आएको छु आबु धाबीको इमारत पार्कमा। अल इमारत पार्क। हामी तीनजना आएको छौँ है। अनि यहाँ चाहिँ एकदम रमाइलो ठाउँ रहेछ। एकदम फ्रस्ट्रेसन भएको बेलामा तपाईहरुको दिमाग एकदम फनन घुमेको बेलामा अनि त्यसपछि यो टाउको टन 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 दुख्या बेलामा चाहिँ तपाईहरु टक्क यहाँ आएर एकदम इन्जोय गर्न सक्नुहुन्छ। छु गाउँदैछु मरुभूमिमा उठको गुसर्दैछु खैरेनीमा गेट। ल ठीक छ, भाइको गीत पनि सुनियो। अनि यसो घुमफिर गरौँ भनेर हामी आएको छौँ। एकदम रमाइलो ठाउँ छ, हजुरहरु पनि आउन सक्नुहुन्छ। आबु धाबीमा आबु धाबी एयरपोर्ट रोडमा छ यो चाहिँ हैन। अनि 10 दिराम लाग्ने रहेछ यहाँको इन्ट्री टिकट चाहिँ। सो हामी चाहिँ यहाँ मेन पोइन्टमा आएर बसिरहेका छौँ। यहाँनिर दुईजना भाइ र बहिनी पनि छन्। यस्तो छ यहाँको चाहिँ। खोइ भाइको गीत भाइले अब बिर्सिसक्यो। उठको गु चाहिँ होइन, यहाँ परेको गुहरू चाहिँ धेरै सोर्नुपर्ने अवस्था आइरहेछ। क्याक्टस पनि छ है यहाँ साथीहरू। अब मोबाइल गतिलो छैन है, के गर्नु, जस्तो छ त्यस्तैबाट भिडियो बनाइदिएँ। इच्छा र चाहना भइसकेपछि कसले छेकेर छेकिन्छ र भने जस्तो हो साथीहरू। मोबाइलले छेकेर छेकिन्न, जस्तो छ त्यस्तैबाट बनाइन्छ। अनुता दोङ हो, केही कुराले रोकिन्न। त्यहाँ माथि जानुभयो भने चाहिँ हजुरहरूले एकदम अलराउन्ड भ्यू देख्नुहुन्छ, राम्रो देख्नुहुन्छ भ्यू है। ब्लगर दिदी है म साथीहरू, ब्लगर दिदी, कल मी ब्लगर दिदी है। छोटो मोटो शान्ति नभए नि भ्लग बनाउने ठुलो इच्छा मेरो चाहिँ। एकदम रमाइलो ठाउँ रहेछ यो जे होस्। ल यहीँनिर हुन्छ टिकटक बनाउनलाई। टिकटक बन्दैछ, भिडियो बन्दैछ है साथीहरू। हाम्रो साथीको क्यामेराम्यान पनि एकदम मजाकी हुनुहुन्छ। मर्न खोजेको होइन सल्टिनी। ए हामी चाहिँ अलि बेलुका आउनु पनि रह, अलि चाँडो आयो क्या। कस्तो एकदम हरियाली जे होस्, नेपालवाला फिलिङ आइरहेछ है मलाई एकदम धेरै है। भाइको भिडियो खिच्ने रे, यहाँ भिडियो सुट हुँदैछ। यहाँनिर मैले फ्रुट्स पनि देखेँ, लाइम फलिरहेको। हेर्नु त, वाउ, यस्तो चिज देख्नलाई चाहिँ यहाँ रेयरली अलिकति चान्स कम नै हुन्छ हैन। चान्स रेयर नै हुन्छ साथीहरू। कागती फलिरहेछ।
ल आउने केटी